बाटो उयो हो नि त बेस हो नि त जिपिएस पनि हरायो बेहाल भयो त यार भाइ भैरवाबाट पोखरा जाँदाखेरि पाल्पा हुँदै साङ्जा हुँदै यस्तै थियो ल हेलो गाइस नमस्ते जोरले सबैलाई वेलकम ब्याक टु माई च्यानल आज चाहिँ हामी युएसमा रहेको ओहायोको हकिङ हिल्स स्टेट पार्कमा 3 दिनको लागि मेरो साथीहरूसँग क्याम्पिङ जाँदैछु म र अनिल भाइ चाहिँ भर्खर घरबाट 3-4 बजेतिर हिँड्यौँ र अरू केटाहरू चाहिँ अगाडि नै हिँडिसकेछ र हामी सबै क्याम्पिङ स्पटमा नै भेट्ने कुरा छ क्याम्पिङ है क्याम्पिङ जाँदै गरेको होइन चाहिँ हाम्रो ओल्डम्यान केभ हकिङ हिल्स पनि भन्छ सो हाम्रो आज यो गाडीको ड्राइभर चाहिँ कुमार दाजु अनि यहाँ चाहिँ मामा बस्दिरहनु भएको छ पक्कसँगले होइन उहाँलाई पर्खेर मामा चाहिँ यहाँ पुरा पर्खेर बस्दिरहनु भएको छ 2 शब्द जाओस् नि त अब के भन्नु भाइ क्याम्पिङ जाँदैछौँ 2 दिनको लागि होइन चट्टसँगले आज बसिन्छ अनि फर्किने भनेको आइतबार हो मन्डे छुट्टी मन्डे त के हो मेमोरियल डे होइन मेमोरियल डेको छुट्टी छ चट्टसँगले 2 दिन क्याम्पिङ हान्ने हो अनि आराम हान्ने हो मन्डे चाहिँ हामीलाई चाहिँ यो क्याम्पिङ स्पट पुग्नको लागि एराउन्ड 2 घन्टा जस्तो लाग्थ्यो र यो हाम्रो फर्स्ट डे अफ क्याम्पिङ हुनेछ कस्तो छ गीत ठिक छ पानी पर्न थाल्यो नि त भाइ यो त मौसमले च्यालेन्ज दिए जस्तो छ त यार अब कति 50 मिनट जति छ हामी क्याम्पिङ साइट पुग्न होइन 48 मिनट पानी पर्दैछ बाटोमा I have no idea what's gonna happen. आज डरै रमाइलो हुन्छ जस्तो पानी भिजेर भयो नि पहिला पानी भिजेर फुटबल खेलिन्थ्यो पहिला पानीमा भिजेर फुटबल खेल्थ्यो नेपालमा यसपालि क्याम्पिङ चाहिँ हाम्रो अब पानीको हुनेवाला छ झमझम भिजेर भयो नि रमाइलो चाहिँ गरिन्छ है थोरै दारू खाएर भयो नि उता हेर त भाइ पाहाड त दामी छ त हो अन्त के हो सही छ त पाहाडहरू अब त है के हो त गाउँको घरहरू देख्छु त म त यहाँ त गाउँ नै हो नि यो हाम्रो बेलौरी जस्तो छ बेलौरी के बेलौरी हो 2 जना मात्र पछाडि चाहिँ पुरा सामान रहेछ अब चाहिँ गाउँमा छिर्यो होइन लामै भएर रहेछ पता हेर्नु होला यस्तो पुरानो नि घर छन् मान्छेहरू बस्छन् स्कुल एरिया 20 स्पिड लिमिट छ तर यो चाहिँ यस्तो स्लाइड गर्नुपर्छ कि हो पुरानो ट्रेनको लिक जस्तो छ हेर्दाखेरि यो माथिको माइ गॉड यो चाहिँ स्कुल हुनुपर्छ होला स्कुल हो यो क्याम्पिङको यात्रामा जाँदै गर्दा बाटैमा हल्का पानी पर्न थाल्यो शीतल हावासँगै थोपा थोपा पानीले मौसम झन् रमाइलो बनाइरहेको थियो पहाडी बाटोहरू झन् हरियाली ढकमक्क थिए बादलहरू बिस्तारै डाँडाहरूमा लस्करै लाग्दै थियो कहिले बादलको झुल्को कहिले घामको झुल्को प्रकृतिले आफैमा चित्र कोरे जस्तो लाग्थ्यो सोमे अलिकति अगाडि छ हामीभन्दा लगभग हामी चाहिँ पुग्नु लागिसक्यो म
मात्र almost 28 मिनट्स अब भनेको आधी छ। घन्टामा हामी क्याम्पिङ ग्राउन्ड पुग्छौँ होइन। र आज छिटै रात पऱ्यो जस्तो भयो। छिटै रात पऱ्यो भन्दा पनि अब ठिकै छ, यही टाइम हो होइन। 5:20 भयो, छिटै रात भन्दा पनि अब टाइम चाहिँ त्यस्तै हो। अरू बेला यस्तै क्याम्पिङ हो, अब बेलुका यो रात 2 दिन पर्दैन बसिन्छ। 2 दिन बसेपछि अलिअलि रात पनि सहनु पऱ्यो नि। एउटा लात सहनुपर्छ, एउटा रात सहनुपर्छ ल। मौसमले गरेर अँध्यारो देखेको हो। तर यहाँतिरको चाहिँ घरहरू चाहिँ दामी के हो यो चर्च टावर बनाउनु जस्तो लाग्यो छ। जस्तो के लाग्यो टावर हो यो यो चाहिँ चट्ट परेको घर आयो फेरि। ओ वाउ, यस्तो हुनु अरे घरमा त, एक्लो घरमा कति धेरै। यो पानी त डरै पर्यो त यार। के हो यस्तो खतम हो त मौसम त यार। पानी त देखाएको थिएन तर पानी पर्थ्यो होइन। जति जति माथि उकाली चढ्दै गयो झन् दृश्यहरू बदलिँदै गए। कहिले घना जङ्गल, कहिले हरियो बोटबिरुवा अनि टाढाबाट देखिएको बादलले ढाकेको डाँडाको झल्को। बर्खे मौसमको कारणले हरेक चिज एक प्रकारको ताजापनले भरिएको जस्तो। दामी, आहा कति राम्रो ठाउँ। के रहेछ ठिकै थियो यात्रा, रमाइलो हुँदै गफ गर्दै गइरहेको थियौँ। तर अचानक हामीले त बाटो नै मिस दामी गऱ्यौँ। भिएर चल्नु त लानु। मोबाइल हेर्दाखेरि मोबाइलमा सिग्नल पनि थिएन र हामी दुईजना चाहिँ अलिक तलसम्म पुग्यौँ र तल यसो घुम्ने ठाउँ प्राइभेट एरियाहरू थियो कुनै कुनै, त्यहाँ प्राइभेट ठाउँमा जानु मिलेन र हामी अलिक तल गएर युटर्न हानेर फेरि अनुमान गर्दै, मोबाइलमा सिग्नल नभए पनि जिपिएसले बाटो नदेखाए पनि हामी फेरि यसो अनुमान गर्दै फेरि ब्याक टु हाम्रो ट्र्याकमा आयौँ र बाटो लाग्यौँ। बेहाल भयो त यार। अब है खै कुनी त हो, कहाँ चाहिँ लाने हो कुनी? कहाँबाट थियो यार? यस्तो बेला चाहिँ नेभिगेटर हुन्छ नि। टक्क यहाँ थियो यताबाट। उता अब माथिबाट होइन? यहाँबाट हो, यहाँबाट आएर हामी यता जानु पर्यो त क्या। यस्तो यार उयो अगाडिको निको भान्जाको होला सायद। अगाडि अगाडिको बाटो क्या मिस भइदियो क्या। कस्तो नेटवर्कै नआएको यार। यहाँ के चलाउँछ यहाँको मान्छेहरूले यार? दामी छ है यो मान्छेले चलाउँदैन। मोबाइलको भन्न आयो अरू मान्छे यस्तै हो उयो त। यो पानी नै दिँदैन। कहाँको कुनामा बसे जस्तो छ गऱ्यो नि यो घरहरू पनि अहिले बनिएको घरहरू जस्तो छैन। फुट्न लाग्यो। बाटोमा यात्रा गर्दै गर्दाखेरि पानी पढाउँदा रमाइलो लागिरहेको थियो। यताउतिको वातावरण रमाइलो, हरियाली, डाँडाकाँडाहरू हेर्दै ट्राभल गर्दा रमाइलो लागिरहेको थियो। पहाडहरू तर मनमा चाहिँ के सोच भइरहेको थियो भने आज क्याम्पिङमा गएर टेन्ट टाँगेर हामी त ओपन ग्राउन्डमा गएर टेन्ट टाँगेर बस्नेवाला थियौँ। अझ पानी पऱ्यो भने चाहिँ राम्रोसँगले क्याम्पिङमा अब बस्ने ओर्ने कस्तो हुन्छ भन्ने मनमा पिरलाप पनि लागिरहेको थियो। तर हरियाली डाँडाहरू मौसमले गरेर यात्रा गर्न चाहिँ एकदम रमाइलो लागिरहेको थियो। दामी छ क्या। हामी चाहिँ डाँडा भएको ठाउँमा गाउँ जस्तो पहाडमा आएको छौँ होइन। भाइलाई नेपालको कुनै ठाउँ याद आएन भाइ? नेपाल जस्तै ठाउँ जस्तो लाग्यो न? मलाई एउटा ठाउँ चाहिँ याद आएर आयो। त्यो कुन? के भन्छ
हामी डाँडाबाट चन्दागिरी गएको थियो कि डाँडै डाँडा भएको अँ, त्यो ठ्याक्कै त्यस्तै कति 3टा डाँडा कटायो होला त्यो चन्दा ठुलो पहाड अनि माथि उयोबाट के डाँडा काट चाहे सै खोला पार। दारी खाएर काट्ने भ्याएन खतरा हेयर स्टाइल बनाएर आइएको छ आज होइन। बेलुका ट्यापे भएर हाल्दा हेयर डिजाइनर चाहिँ भाइ हो मेरो। तर पाहाड त दामी छ नि यार, कहाँ पाहाडको बिचमा छ यार घरहरू। नेपाल हुनु भने हतपत यो बाटो आइपुग्थेन यहाँनिर। हो नि ल हेर्न अब यहाँबाट फेरि ट्राफिक लाइट आएछ ल कति मजा आएर कस्तो दामी वेदर खुलेर चट्ट पाहाड छ, ब्युटिफुल हो। यो डाँडा चाहिँ ठुलो रे है दामी छ त हो। कति हो हेरौँ है गाइस दामी छ डाँडा चाहिँ डाँडाको बिचमा एउटा घर मात्र फेरि टुप्लुक्क छ है माथि हेर न उता छिमेकी भनेर चाहिँ यताबाट ठक्क पारेर 2-3 जना मात्र छिमेकी छन्। ल हेरौँ हेरौँ ल यो अलिक भित्रभित्र नि छ घोडाहरू पालेर चाहिँ हो दामी घोडाहरू पालेर छन्। हामी चाहिँ डाँडाको बिच हुँदै हुँदै छिरेर चाहिँ कहाँ आइपुग्यो यो आइयो नि हो। यो चाहिँ 2 टिपेर घन्टाको बाटो होइन। अझ 11 मिनट देखेर आइपुग्ला त नि हैट यत्तिको चाहिँ हुनुपर्छ यत्तिको चाहिँ हुनुपर्छ है यत्तिको चाहिँ हुनुपर्छ। फेरि बाटो पनि फेरि नयाँ आएको छ क्या कुदाउँदै च्यातेला आएको छ नयाँ। अब चाहिँ पुल आयो खोलाहरू दामी थियो भित्र तोरी फलिरहेको छ ढक्क लगाएर जङ्गल जस्तो देखिन्छ। फेरि कहाँबाट घर हुन्छ है यो चाहिँ दामी रह्यो अन्त भित्र छिर्यौँ के रहेछ पनि यो चाहिँ लास्ट भ्यू अफ स्ट्रिट। अलमोस्ट 7 मिनट मात्रै छ अब। अब चाहिँ हामी लगभग आइपुग्नै आँट्यो दामी अब चाहिँ घरहरू घुम्नै छ। पर्सेलमा रहेछ त हो भाइ जग्गा किन्ने हो। घर चाहिँ काठको बनाएको त हो यस्तै घर बनाउनु यस्तै घर बनाउनु। अब चाहिँ क्याम्पिङ गर्ने ठाउँ चाहिँ लगभग यहाँबाट 5-7 मिनट जति बाँकी छ। 5 मिनटमा त हामी पुग्छौँ पनि होला। यस्तो बाटोमा जङ्गलको बिचमा पुरा अब चाहिँ जङ्गलको बाटो त्यो पुरा त्यो यस्तो स्लिपरी रोड छ पानी परेको छ होइन। त्यही माथि घुम्ती छ पुरै। घुम्तीमा क्याम्पिङ जाँदै गर्दा बाटोमा अनौठो मौसम पनि देख्यो। घाम पानी स्यालको बिहे घाम पनि लागिरहेको थियो र पानी पनि परिरहेको थियो। पानी परेको छ पुरै। त्यो बेला यस्तो लाग्यो स्यालको बिहे यो जङ्गलमा प्रकृतिले पनि आफै मजा गरिरहेको छ। स्यालको बिहे खान हिँड्दैछ हामी चाहिँ। घामको झुल्कामै पानीको थोपाहरू टप टप झर्दै थियो। हामीले बाटोमा गफर्दै गर्दै हिँड्यौँ। अलमोस्ट हामी चेक इन गर्ने ठाउँ पनि आइपुग्न लागिसकेका थियौँ र यो दृश्य चाहिँ साँच्चै नै रमाइलो थियो। एक किसिमको सपना जस्तै जहाँ मौसमले 2 रूप एकैचोटि देखाएको थियो। हामी 2 जना बिच रमाइलो कुराकानी गर्दै गर्दै अगाडि लाग्यौँ। बाटो चाहिँ बनाएको हो क्या, मान्छे खासै नबस्ने ठाउँ भयो भने हामी चाहिँ यहाँ राइड गएको थियो नि त पहिला के बिर्सेर त्यही गएर बल्ल अलिकति तल हुन्छ अब मान्छे त्यति साह्रो नबस्ने ठाउँ भयो भने त्यही ठाउँमा टावर हराउँदैछ है। ओके हामी चाहिँ यहाँ क्याम्पिङको रेजिस्टर गर्ने ठाउँ आइपुग्यौँ होइन। अलमोस्ट यो हो नि त रेजिस्टर गर्ने ठाउँ। यहाँ हो
रेजिस्टर गर्ने ठाउँ रेजिस्टर गर्ने ठाउँ चाहिँ यता रहेछ रेजिस्टर गरिन्छ यहाँभित्र? यहाँ चेक इन गर्ने हो है त्यहाँ चाहिँ चेकिङ गर्ने ठाउँ रहेछ ल यहाँ चेक इन अब यो भित्र चेक इन गरेर चाहिँ हाम्रो केटाहरू चाहिँ अलरेडी भित्र गयो जस्तो छ ड्राइभ थ्रु पनि रहेछ नि त ड्राइभ थ्रु गरिँदैन ड्राइभ थ्रु गर्दा हुँदैछ क्या अहिले भित्र गइन्छ नि केटाहरू भित्र बसिरह होला केटाहरू भित्र बसिरह नि त गर्दा गर्दा आउँ भन्नु नि भयो यहाँ चेक इन हाल्ने ठाउँ हो है मान्छे छैन या राइट केराको आइपुग्यो चेक इन गर्ने ठाउँ हो होइन चेक इन गर्ने केटाहरू भित्रै छ जस्तो छ त्यो गाडी त देख्दिनँ अर्को सेतो उनीहरू सिधै गयो जस्तो सेतो दुईवटा गाडी मात्रै हो नि त त्यस्तो लाग्यो ठ्याक्कै यहाँ चाहिँ आइस लिने ठाउँ के अरे यो मान्छे मात्रै हाल्छ यतैबाट हो हाम्रो केटाहरू चाहिँ यहाँ चेक इन गर्ने ठाउँमा भेटिएन अगाडि नै गइसकेको रहेछ चेक इन गर्ने ठाउँबाट एउटा भाइले चेक इन गरेर अगाडि क्याम्पिङमा स्पटमा गएर आगोहरू बालेर यताउति गरिसकेछ र यहाँनिर पार्किङ पासको लागि चाहिँ भाइले 3टा पास लिएर गइसकेको रहेछ र मैले 3टा पास मागेगरी लिएर हिँडेँ र यहाँबाट लगभग 5-7 मिनटको बाटो मात्रै हो क्याम्पिङ स्पटमा चाहिँ चेकिङ चाहिँ भइरहेको छ जिम जानु लाग्यो हो दादा त के हो पाइयो होइन यो देखाउनु त अब देखाउनु खै कुन चाहिँ रहेछ कुन चाहिँ रहेछ देखाउनु पऱ्यो नि त Y2 Y9 Y3 गाडी पास पाइयो अब चाहिँ गाडीमा जाने हो भान्जा कहाँ थियो भान्जा ए त्यही त भान्जा गाडी देखिनँ मैले फेरि 5-3टा मात्रै लिएर हिँडेछ नि त फिल्ममा हुँदैन चिप्लिने बेला के पानी परेर नै यो भयो क्या फेरि अब यो रोडहरू त्यति धेरै युज हुँदैन त्यही भएर दामी देखिन्छ क्या भैरवाबाट पोखरा जाँदाखेरि पाल्पा हुँदै साङ्जा हुँदै यस्तै थियो ल भनेपछि बुटोल स्याङ्जा हुँदै गयो जस्तो बाटो लाग्यो है हामी क्याम्पिङ स्पटमा आइपुगेको होइन लगभग हाम्रो सबै केटाहरू स्पटमा आयो गरी आगो सागो बालेर हाम्रो उयसमा आइपुग्यो रेडी पार्दै रहेछ हामी पनि आइपुगेपछि लगभग हामी 10जना जति केटाहरू हुने भयौँ र बाँकी रहेको चाहिँ 2जना प्रकाश र वीरेनहरू चाहिँ अलिक लेट आउने भएको थियो हामी त्यहाँ क्याम्पिङ स्पट पुग्दा अराउन्ड 5 6 बजेको थियो होला र केटाहरू चाहिँ भरे बेलुका 7-8 बजीतिर आउने थियो र यो हाम्रो आजको फर्स्ट डे क्याम्पिङ हो कोइलाहरू आगोहरू मेरो पैसा खसेछ नि त ग्राफ $1 खसेछ यो त के भयो उकिँदैन क्या भन्छ आगो त बल्ने नै होइन दाउरा त नभई चाहिन्छ जस्तो छ सार बला बाले त आउँछ
हामीले चाहिँ 3टा क्याम्पिङ स्पट रिजर्भ गरेको थियौँ। 3टा क्याम्पिङ स्पटमा हामीले 2टा मात्रै युज गर्ने विचार गऱ्यौँ। एउटा चाहिँ अलिक पर थियो र 2टा चाहिँ अलिक क्लोज नै भएको कारणले गर्दाखेरि यो चुलालाई चाहिँ हामीले एकै ठाउँमा राखेर अनि टेन्टहरू एकतिर र चुला चाहिँ अर्कोतिर बनाएर पाल्ने विचार गरेर यो मुभ गर्दैछौँ। वेलकम टु माई ब्लग भन्दै जस्तो टेक्नोलोजी भाइ आरामै ल ल त्यताले कि त्यो अघि आइसक्यो भाइ न्यू ब्लगर अनलोड गरिहाल्नु अहिले सुरु गर्नु पर्यो गाडीहरु ओइ केटा हो यहाँ पत्ता लाउनु पर्छ टेन्ट पनि कुन राम्रो छ कुन नराम्रो छ अनि यो आगो चाहिँ कसरी सेभ गर्ने यो आगोलाई पो सेभ गर्न आनेको छ दुई जनाको डिस्कस कि त चुलो सारेर यहाँ ल्याउनु किनकि यो रुखको छेउछाउमा बाल्न हुँदैन भने ट्याङमा एउटा आगो बाल्दा हुन्छ के हो मेरो चाहिँ तातो हो बोकेर होइन खै होइन एक साइड होइन पुरै ब्लकर अरे लाङपुटे भगाउँछ नि लाङपुटे भगाउने ल हुन्छ ठिक्क है केटा हो यसलाई चाहिँ आगो बाल्दिन हुन्छ है आगो बाल्दे यसको छैन त्यो उयो अहिले बेला भएको छैन वेस्टलेस हो यसको तर यसलाई भरे ल हान परबाट टर्न गर त्यो त मेन एक्टर होस् नि यहाँको उहिले मिलाउँ कि इन्द्रे तिर ऊ पदमा कुखुरा बनाउँ न अब मासु चाहिँ फाल्दिनु कि तिते चाहिँ चाहियो नि फेरि के गर्दैछ केटा दाजु क्याम्पिङमा यहाँ टेन्ट बनाउँदैछ नि दाजु के हो यो थोरै लामो छैन डोरी त फेद्नै हान्नु पर्ला ल अघि जहिले काटिसक्नु अरे सकिएन निगम हान्दा ढुट्टो पिडो भयो डोरी चाहिँ 15 कट भइसक्यो अनि दाजु कटायो नि त यो चाहिँ फेरि पानी सेभिङ आइडिया पुरै ला हो यो त पानीमा भिजाउनु हुँदैन नि त यो त इलेक्ट्रिक चार्जवाला पो हो त ए ल वाचिपा पनि एकदम प्योर अर्ग्यानिक वाचिपा कुखुराको झोल र वाचिबा कुखुराको तिते खाने विचार गरेर 4टा कुखुरा ल्याएको छौँ र आज एकदम सँगले कुखुराको झोल तिते है सायद चट्टसँगले लोकल कुखुराको झोल अनि वाचिबा चाहिँ मजाले बनाएर खाने सोचले केटाहरूले यहाँनिर कुखुरा बनाउने कुखुरा बनाइरहेछ भात पकाउनेलाई भात पकाइरहेछ सबैले आफ्नो कामहरू गरिरहेछ कसै कसैले टेन्ट बनाउनु टेन्ट बनाइरहेछ तर आज हल्का पानी परेर चाहिँ हामीले यहाँ तिरपाल टाङ्नु पर्ने भयो तर केटाहरूले तिरपाल पनि ल्याएर र सेभ भयो भन्नु पर्ला हल्का सिमसिम पानी पर्दै रहँदै गइरहेछ कस्तो भइरहेछ मौसम
गर्दैन त भिजेपछि ल क्याम्पिङ वर्किङ स्टिल काम चल्दैछ होइन दाजु के छ अनि ल प्रोसेसिङ अझै जारी छ हाम्रो यो के अरे अब नाइटको लागि क्याम्पिङ छ तिनवटा छ यता एउटाले रुखमा सुत्ने हो हाम्रो चाहिँ चाहिँ मासु काटिसकेको छैन स्टिल प्रोसेसिङ जारी नै छ तितेको लगाउनु छ एउटा सब्जी काट्दै दाजु गुड छ नि होइन रमाइलो भइरहेछ केटाहरूलाई कस्तो भइरहेछ त ए एकदम गुड खोल्दिउँ क्या हो खाइदे अलिअलि खाँदा केही हुँदैन आज त हाम्रो भाइको सब्जी त खतरा हाल्दैछ त हो नि यो हो नि त है हो नि यो हो नि त पारा भाइलाई सेपै राख्ने बेला भएछ हो नि अझै राख्ने बेला भएछ अब भेन भएको जति भएको जति सब्जी चाहिँ भाइलाई काट्नु दिने बेला भएछ है म्यानेजर पऱ्यो हजुर म्यानेजर आमा होइन नि म्यानेजर खतरा छ नि चिसो होइन म्यानेजर चिसो खाँदै बस्दैछ ल दाउरा सुकाएको होइन आम चितेकोलाई त खतरा जाँदैछ त नि ल यति नै हो अहिलेको लागि अब भरे फेरि यहाँदेखि पनि कन्टिन्यू हुन्छ है यहाँ चाहिँ हाम्रो सेफ आजको कुक सावन मगर चाहिँ एकदम रेडी भएर वाचिवा बनाउनको लागि एकदम रेडी छ हाम्रो केटाहरूले कुखुरा सुखुरा पनि काट्दै गरेको छ कुखुराको झोल र वाचिवा खाने सोच छ हेरौँ हाम्रो कुकले आज कस्तो बनाउने हो सब भिजाएको छ चिसो छ त तुलेको हावाले भन्दैछ क्या यहाँ चाहिँ हाम्रो कुकले वाचिवा बन्न थालेछ स्पेसल कुक पुरै रेडी हुँदैछ के खाले छ कहाँ गयो यो टी ल्याउनु कस्तो कुरा चाहिन्छ त हामीलाई टेर्दैन त के गर्नु बोली चाली छैन मैले आफै कार्ड दिएको मान्दैन केही गर्दा पनि खाली उसको लागि बोल्दै सबै सिकाउनु पर्छ कहिले काम गरेर टेक्नोलोजी आउँछ नि मैले सोधेको के चाहिन्छ जाली फलामको जाली बुढी ज्याकेट कहाँ छ कर्म चाहिँ कसरी गर्छ मनुष्य पोछाएर अनि भेट्ने यस्तोसँग आइते किन बेहोरा एउटा छ नि तिम्रो बेहोरा चिनेको रहेछ मैले हेर भाइ हो नि त भाइको मात्रै लिनु पर्छ लाग्छ
हजुर सबै आउनु पर्यो फेरि दुईटा जोइ भएछ दाइले बोलाइरहनु भएको छ जय सबै जयहरू यतै आउनु अरे अब दुईटा जोइ भएछ सबै जयहरू यतै अब लु 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 उता मिले छैन ल बैसगाइदिनु पर्यो यार यार कडा एउटा चेयर आछ यहाँ दादा केटाहरुलाई के कस्तो हुँदैछ त हौ सम्ति छैन अनिल भाइ दाजुलाई दिन्न सम्झिदेऊ न दायालाई केटाहरु सकेर नि त पोल्न आएन केटाहरुलाई भरेला भन्नु कसो बोल्दै तिमी खाली गाण्डा म त बुहारी पो भाइलो कस्तो हुँदैछ तँलाई बुहारी छोडेर आएको छस् के सबै ठिकै छ नि खुसी छस् नि भाइलो ल ल ल भाइलोलाई नि बधाई छ अहिले भन्दाखेरि तैँले 5 दिएर बोलाउन आएन होला जुन एटमा सारेको भए चाहिँ म कम्पमा आउँथे हैन अगाडि तम्सिरहेको राजु नि पानी आएछ घुमाउने काठमाडौँ सहर फेरि रामरानी राजा डालीमा सागरमा तिमी बोल्यो कलेजी माझमा मनको घुमाउने काठमाडौँ सहर मान्छेलाई घुमाउने काठमाडौँ ओइ कान्छा मैले भनेको यसको काण्डको गर्न भनेको यसलाई बन्दुक ल्याएर तिमीहरूले मैले भनेको बुझेन क्या के भन त एउटा छोटो गाना गाउने अनि यसको काण्ड भन्ने काण्डा चाहियो केटा काण्ड नेपालले सबैको टनाउँछ क्या गीत काण्ड अन्तरिक्ष जस्तो त्यो केटाकेटी खेले जस्तो हो क्या पहिले हैन हौ अन्तरिक्ष हैन अन्तरिक्ष भनेको होइन कहानी भन्ने के पहिलाको यो चाहिँ उसको कारको मसिन गीत हो क्या आजसम्म गएको छु त ल्याउ न बेला अहिले म
नाचको नाम भान्जाको नाममा भयो होइन मा भान्जाले छोड्नु बोला मा भान्जाले छोड्नु बोला मामा कृष्ण बोलाउने भयो के जाति गर्नु पर्छ हाम्रो के जाति गर्नु म बिर्सु कसरी मिल्दै पनि के भएको छैन त्यो उयो गर चौतारीमा सम्झिनेले आँखाको आउँछ अझै सजलको आउँछ अझै सजलको देउरालीको चौतारीमा देउरालीको चौतारीमा सम्झिनेले आँखा छोपेको आउँछ अझै सजलको आउँछ अझै सजलको दुःखमारी खेलेको वन पाखामा खेल्ने गर्थ्यौ सानैमा दुःखमारी खेलेको वन पाखामा खेल्ने गर्थ्यौ सानैमा एक अर्काको नाम लेखी ढुङ्गामा एक अर्काको नाम लेखी ढुङ्गामा सहरमा हामी डुबेको आउँछ अझै सजलको आउँछ अझै सजलको इन्द्रनीले साँझेको डाँडामा खेल्ने गर्थ्यौ सानैमा साँझेको डाँडामा खेल्ने गर्थ्यौ साँझैमा बारीको हामी डुबेको आउँछ अझै सजलको आउँछ अझै सजलको चौतारीमा देउरालीको चौतारीमा सङ्गिनीले आँखा छोपेको आउँछ अझै सजलको आउँछ अझै सजलको मेरो
हुन्छ त्यसै त्यसै बिरतीको भाग मिठो जुनी जुनी तिमीसँगै जिउने सपना मेरो तिमीलाई किसान हाम्रो जरियो बल्दै सान हाम्रो मनाउँदा पापी मन कसरी बुझौला के भन्दै हाम्रो समय दशौँ महिनाको गाउँमै हाम्रो पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो हाम्रो पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो आजको हाम्रो फर्स्ट डेमा चाहिँ हामीले टेन्टहरू टाङ्ग्यौँ, खानेकुराहरू खाइयो ओर्यो, गीत सित गाइयो, नाच्यो। अन्त सबैभन्दा ठुलो कुरो चाहिँ हाम्रो कुकले चिकनको झोलमा चाहिँ वाचिबाको तिते चाहिँ टन्नै लगाएर करेला भन्दा तितो झोल बनाएर खुवाएको थियो र यो एकदमै मेमोरेबल हुनेछ। र यसरी नै हाम्रो यो फर्स्ट डे फर्स्ट नाइट अफ क्याम्पिङ चाहिँ हामीले सकेर हामी सुत्न गयौँ। हस्त तपाईँहरूलाई हाम्रो ब्लग मन पऱ्यो होला भन्ने आशा गरेको छु। प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला र नेक्स्ट सेकेन्ड डे र थर्ड डेको भिडियो फेरि पनि आउनेछ, पर्खिँदै गर्नु होला। धन्यवाद।